हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। मेरो न्यू भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी यहाँ के भन्नु यो क्रिकेटको लागि चाहिँ सुटिङ गर्न आइरहेको छौँ गाइस है। मैले चाहिँ यहाँ क्रिकेटको टोपी पनि लगाइसकेको छु है। अघिल्लो भिडियोमा चाहिँ हजुरहरूले साथ सपोर्ट चाहिँ ठिकै दिनुभयो, मलाई नि ठिकै राम्रै लाग्यो है गाइस। एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने सब्सक्राइबर गरिसकेपछि चाहिँ त्यो अफ चाहिँ नगर्नु के गाइस है। किन त्यस्तो सब्सक्राइबर गर्ने अनि त्यसपछि फेरि अनि अनफलो टाइपको गर्ने त्यस्तो भएन के गाइस। गरिसक्यो भने एउटा कुरा गरिसक्यो कि गर्दै नगर है। एउटा कुरा गरिसक्यो भने चाहिँ त्यो त्यस्तो गरेको ठिक पनि होइन है। अब नराम्रो लाग्छ भने नमान्नुको लागि है मैले यति भने। आज चाहिँ हामी ठ्याक्कै यहाँ हामी क्रिकेटको चाहिँ भिडियो बनाउँदैछौँ है गाइस। क्रिकेटको भिडियो टेकी भ्लगबाट आउँदैछ गाइस। त्योबाट चाहिँ हजुरहरूले सब्सक्राइब गरिदिनु होला। मेरो चाहिँ टिम डबल टुटुमा चाहिँ सब्सक्राइब गरिदिनु होला गाइस है, साथ सपोर्ट दिनु होला। आज चाहिँ हामी यहाँ क्यामेराबाट भिडियो बनाउँदैछौँ होइन। क्यामेरा पनि रेडी भइसक्यो, हाम्रो केटाहरू पनि रेडी भइसक्यो है। यता चाहिँ भतिज पनि रेडी भइसक्यो होइन, ठिक छ नि। अनि यता चाहिँ हाम्रो दिदी चाहिँ हाम्रो के भन्छ मेकअप भन्नु। यता चाहिँ हाम्रो दिदी चाहिँ बनाएर मोबाइल समातिराख्नु भएको छ है, हाम्रो सपोर्टेड व्यक्ति चाहिँ होइन। अनि चाहिँ यो चाहिँ हाम्रो यो अब यो के भन्छ यो मैदान, हाम्रो क्रिकेट खेल्ने यो क्रिकेट मैदान जे भयो नि मैदानै हो, मैदान होइन। सुरु भइसक्यो होइन। हामी धेरैजना चाहिँ छैन है गाइस, धेरैजना त छैन, तर भिडियो चाहिँ बनाउँछु, राम्रै बनाउँछु है। साथ सपोर्ट चाहिँ गर्नु होला। हाम्रो चाहिँ फर्स्ट भिडियो है गाइस, फर्स्ट भिडियो बनाउँदैछौँ। अनि अरू त केही भन्न सक्दैन। बिस्तारै अब योभन्दा नि पछि राम्रो भिडियोहरू आउँदै गर्छ। हजुरहरूले फर्स्ट भिडियोमा चाहिँ राम्रो जोस् प्रतिक्रिया जनाउनु होला। किनकि कस्तो लाग्छ लाइक कमेन्ट गरेर सेयर गरेर सबैजनालाई सेयर गर्नु। एक गरेर 2 हुने, 2 गर्दा 4 हुने हो। अनि थोपा गऱ्यो भने नदी गऱ्यो भने समुद्र हुने हो के गाइस। एक्लैले बढ्न एउटा थोपाले र एकजनाले गर्न कहिले एउटा थोपाले समुद्र र एकजनाले समूह कहिले भन्दैन क्या गाइस। त्यही भएर है समूह बनाउनलाई 2 वा 2 भन्दा बढी चाहिन्छ, साथ सपोर्ट चाहिन्छ। समुद्र बन्नलाई 2 या 2 भन्दा बढी खोला नाला चाहिन्छ। त्यही भएर सपोर्टेड बनिदिनु गाइस है। कुनै दिन हामीहरू पनि राम्रो जो खतरा हजुरहरूलाई जोस खुसी बनाउन सक्यौँ, हाल्न सक्छौँ हामी, हाल्छौँ पनि। अनि उता चाहिँ हाम्रो यो आज चाहिँ हामीहरूको खेल्ने खेलाडी होइन, हेलो भाइ, खेल्ने खेलाडी कस्तो हाल्नुहुन्छ उसले चाहिँ त्यो टेकी भ्लगमा हेरेर हजुरले प्रतिक्रिया जनाउनु होला है गाइस। त्यही चाहिँ ल फाइनली गाइस हामी चाहिँ सुरु गर्न लागिसक्यो। सबैलाई नमस्कार। आज हुन गइरहेको जुम्ली क्रिकेट प्रतियोगितामा यहाँ रहेको छ हस्तिनापुर टिम। यता हस्तिनापुर टिम आज मस्ती गर्दै जित्ने सम्भावना देखिरहेको छु। भयो यति हो क्या। ल ठिक छ ल ठिक छ। म आज यहाँ क्यामराम्यानको साथमा हामी आज भिलोक के अरे भिलो छुन्ने फाइनली गाइज अहिले चाहिँ हाम्रो सुटिङहरू सबै भइसक्यो। साथ सपोर्ट दिनु होला गाइज, फुल सपोर्ट दिनु होला होइन। फुल सपोर्ट बिना हजुरको सपोर्ट बिना हामीलाई अगाडि बढ्न गाह्रो छ गाइज है। अगाडिको भिडियोमा राम्रै गयो, ठिकै भयो, राम्रो भयो, मलाई नि खुसी लाग्छ है। 200 भ्युज जानु भन्यो नि, फर्स्ट भिडियोमा 200 भ्युज जानु भन्यो नि नराम्रो पोइन्ट चाहिँ होइन कि, प्लस पोइन्ट नै हो। ठिक छ, सब्सक्राइबर पनि 30-35 चाहिँ तान्यो। अबको यो भिडियोमा चाहिँ केही नभए पनि सब्सक्राइबर 100 क्रस चाहिँ हुनु पऱ्यो गाइज है। प्लिज फुल सपोर्ट मी। अनि त्यसपछि हजुरहरूलाई खुसी बनाउने मेरो जिम्मा भयो गाइज। योभन्दा पछाडि हजुरहरूलाई राम्रो भिडियोहरू हाल्ने गर्छु। अब आज चाहिँ भ्लग बनाइरहेको छु है। पछि मेरै च्यानलबाट पनि राम्रो भिडियो नआउला भन्न सकिँदैन, किनकि हजुरको सपोर्ट बिना गर्न सकिँदैन। सपोर्ट भयो भने सकिन्छ। अब अहिले चाहिँ हाम्रो चाहिँ टेकी भ्लग अथवा टेकी अफिसियल त्योबाट चाहिँ भिडियो आउँदैछ गाइज है। अस्ति पनि आएको छ, त्यो चाहिँ हेरिदिनु होला गाइज, हेरेर प्रतिक्रिया जनाइदिनु होला। अनि त्यसपछि अहिले पनि अब यो जुम्ली के भन्छ जुम्ली क्रिकेट आयोजना हो होइन, त्यसको यसको लक्ष्य चाहिँ। त्यही भएर जुम्ली क्रिकेट आयोजना टाइपको बनाएको भिडियो चाहिँ यो राम्रै छ भनेर हजुरले कस्तो प्रतिक्रिया दिनुहुन्छ त्यो चाहिँ अब हेरेर थाहा पाउनुहुन्छ होइन। हामीले चाहिँ अहिलेसम्म थाहा छैन, बनाउनु त बनायो तर कस्तो भयो भनेर थाहा छैन, तर राम्रै भयो होला है। एउटा हाम्रो मिस्टेक चाहिँ के भयो भने
यस्तो भयो धेरैजना चाहिँ खेलाडी गर्न सकेन अब अरू सुटहरूमा चाहिँ अब 4-5 जना भएको हुन्छ तर खेलमा त 10-15 जना नभएसम्म हुँदैन होइन त्यही भएर हामीले चाहिँ यो सुटहरूमा यो सिनहरूमा चाहिँ हामीले भ्याउन सकेनौँ सरी गाइज है हामीले चाहिँ यो धेरैजना खेलाडी चाहिँ गर्न सकेनौँ केही नभए पनि 3-4 जना गरेर पनि हामीले भ्याएको छौँ अझै पनि योभन्दा पनि राम्रो गर्ने लक्ष्यमै हो अब के गर्ने अब सधैँ सबै सोचे जस्तो भइदिएको भए त है दुनियाँ कहाँ पुग्थ्यो गाइज है त्यही भएर सोचेको जस्तो र भनेको जस्तो चाहिँ हुँदैन है त्यही भएर सकेसम्म चाहिँ हामीले फुल नै त्यो के भन्छ प्लस पोइन्ट फुल नै दिएको छौँ हामीले 100% नै दिने कोसिस गरेको छौँ हजुरहरूले साथ सपोर्ट चाहिँ दिनु होला गाइज है त्यही भन्न चाहन्छु अनि मेरो टिम डबल 22 मा चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइबर चाहिँ अवश्य गर्नु होला गाइज यो भिडियो कस्तो लाग्यो कमेन्ट छोड्नु होला मलाई पनि थाहा हुनेछ मेरो दर्शकले मेरो जो प्यारा मुटुहरूले कति राम्रो मान्छ मेरो भिडियो कस्तो भएछ कस्तो के भएछ कति सुधार्नु पर्ने छ अनि ल अब कति बेस्ट भएछ कति लो भएछ भन्ने मलाई थाहा हुन्छ क्या गाइज हजुरहरूले कमेन्ट गर्नुभयो भने अस्तिको भिडियोमा त ठिकै राम्रै भएछ है सब्सक्राइब पनि ठिकै आयो एकदमै जो खुसी छु क्या हजुरहरूप्रति होइन एकदमै खुसी छु त्यति जानु भनेको पनि फर्स्टमा त्यति जानुको भनेको पनि नर्मली नराम्रो चाहिँ होइन नर्मली 200-300 जानु भने नराम्रो पनि होइन राम्रै हो त्यही भएर गाइज अरू के थाहा छैन गाइज टेकी ब्लग अथवा टेकी अफिसियल एन्ड टिम डबल 22 लाई चाहिँ फुल सपोर्ट गर्नु होला गाइज भिडियो आउँदैछ 1-2 हप्तापछि राम्रोसँग प्रतिक्रिया जनाउनु होला थ्याङ्क यू गाइज फलो मी यस्तै भिडियो हेर्नको लागि अथवा यस्तै कमेडी भिडियोहरू सबै भिडियोहरू हेर्नको लागि मेरो आइडी टिम डबल 22 लाई अथवा टेकी अफिसियललाई चाहिँ फलो गर्नु होला थ्याङ्क यू गाइज भेटौँला